व्हाट्सअप गाइज, तपाईँलाई स्वागत छ। ब्लग त के भन्नु, त्यही पनि म चाहिँ अहिले आएको छु खोटाङको लिकुवा पोखरी। सो मैले राइड हानेको चाहिँ बिहान 3 बजेदेखि घरबाट दमकदेखि। सो मेरो आँखा हेर्नु सक्नुहुन्छ एकदमै रातो भएको छ, निन्द्राले नै गलेर अब के हो भन्ने होइन। जस्ट हिरो एक्सट्रिम भन्ने 25cc तानो उकालो एकदम राम्रो लाग्यो है। सो अहिले चाहिँ कति बजेको छ भने लगभग 1:39 भएको छ। 3 बजेबाट 1:39 मा। ह्याप्पी न्यू इयर गाइज। सो व्हाट्सअप गाइज, वेलकम ब्याक तपाईँहरूलाई मेरो भ्लगमा। सो म चाहिँ अहिले खोटाङ आएको छु टिका लाउन। खोटाङको यो लिकुवा पोखरी भन्छ। सो बाटो चाहिँ हेर्न सक्नुहुन्छ यस्तै छ है, एकदमै अफ रोडिङ टाइपको है। सो मैले उताबाट झापाबाट बिहान लगभग 2:50 हिँडेको थियो होला, सरी 2:30 हिँडेको थिएँ। अनि यता आइपुग्दाखेरि चाहिँ मलाई लाग्यो टाइम भनौँ न 12-13 घन्टै लाग्यो होला। यहाँ चाहिँ म जम्मा 2 बजे 3 बजेतिर आइपुगेको थियो होला, किनभने बाटो यस्तो छ नि त, त्यही भएर टाइम लाग्यो। उतापट्टि त मैले एकदमै प्लेन बाटोमा हाँक्ने बानी हो नि त। सो यतापट्टि हेर्न सक्नुहुन्छ एकदमै अफ रोडिङ। सो मैले 2 र 1 गियर मात्रै खेलाइरहेको हुन्छु। बाटो त डेन्जर छ गाइस, डेन्जर। चिसो पनि है, दामी चिसो चाहिँ एकदमै मलाई यहाँको राम्रो लाग्यो, चिसो मौसम हेर्न सक्नुहुन्छ। बफ्रे बफ्रे यस्तो ढुङ्गा छ नि गाइस। फेरि मेरो वरिपरि हेर्नुहोस् भ्यू, यो त झन् के होइन, हिजो यस्तो बाटो हुँदै आएँ। यतापट्टि हेऱ्यो भने पनि सबै के खाल्टो, सबै त के भन्छ त्यसलाई, खोला नाला सबै देखिने, त्यस्तो डर लाग्दो डेन्जर। सो यसरी नै तल 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 हुँदै फेरि माथि चढ्दै जानुपर्ने हुन्छ। अहिले हामी यहाँ तल आयौँ होला सायद। अब यहाँबाट यहाँ फेरि उकालो चढ्नुपर्छ। 2 मा है, अब यहाँ ढुङ्गा चट्टा आउँछ, मैले चट्ट गरेँ। 1 मा थियो, 2 मा पारेँ। त त्यही हो, एकदमै रमाइलो भइरहेछ। आज मैले टिका लगाएँ बुनुहरूकोमा। राम्रो लागेको ठाउँ, तर बाटो चाहिँ के भन्ने, अब कोही मान्छे बिरामी भयो भने पनि कसरी लिएर जानु क्या यस्तो बाटोबाट। कुनै हुन्छ नि त एकदमै इमर्जेन्सी केस परेको बेला, भनेको बेला गाडी आइपुग्दिँदैन होला, टाइम लाग्दिन्छ। सो फेरि यहाँ अफ रोडिङ आयो, बफ्रे बफ्रे। हामी पुग्नु नि त्यहाँ माथि कहाँ हो पनि, ब्रेक लाउँदै झार्नुपर्ने हुन्छ। मैले घोडा कुदा जस्तै हुन्छ नि गाइस, बाफ्रे बाफ्रे। हरे सबै उकालो चढेर जानुपर्ने हुन्छ क्या गाइस। हामीले यो जति ओह्रालो भयो नि त्यति नै माथि चढेर जानुपर्ने हुन्छ। त्यो ह्यान्डल कन्ट्रोल गर्न नि गाइस, तर होइन, ह्यान्डल एकदम साह्रो छ। यहाँ चिप्लिन्छ गाइस चक्का। यस्तो बाटोमा चाहिँ हर्न हान्नु होला टर्निङ बाटोतिर, किनभने उताबाट गाडी आइरहेको हुन्छ, हामीले देखिरहेको हुँदैनौँ नि त। लगभग तपाईँको गाडी 3 गियरमा छ, फेरि 2 गियरमा झारेँ। चढ भाइ चढ, चढ्नै पर्छ भाइ, चढ्नै पर्छ भाइ। हेर्नुहोस् मेरो एक्सट्रिमले धन्न तान्छ के गाइस त्यो गाडीले चाहिँ। त्यो गाउँ हामीले जानुपर्ने देखिन्छ कि देखिँदैन। हो यो कोप्ची हुँदै जानुपर्ने हुन्छ। हो यहाँ गाइस, कस्तो डर लाग्दो के गाइस। कसरी हिँड्छन् गाइस यहाँको मान्छेहरू, मतलब हुन्छ नि यस्तो अन्धकार राति त। यार यो बाटो हिँड्दा त डेन्जर हुन्छ होला त, भूत आउने डर। भूत भइ चाहिँ हाल्दैन होला, त्यही पनि हुन्छ नि मनको डर। भरे सबै उकालो चढ्नुपर्ने हुन्छ यो। हामी चाहिँ अहिले अँधेरी भन्ने ठाउँ जाँदैछौँ। ठाउँ होइन, गाउँ समथिङ के हो पनि। सो हेर्नुहोस् अफ रोडिङ, हो यस्तोमा चाहिँ चिप्लिन्छ, लास्ट हुन्छ नि गाइस। मेरो क्यामेरा पनि हल्लिरहेको छ, झर्छ होला। यस्तोमा पिपी हाल्नु होला, के हुन्छ। हो बल्ल हामी यहाँ तल आइपुग्यौँ।
पिच चाहिँ गरिदिनु पर्ने हो नेपाल सरकारले। तान भाइ अम्बो तान हो, यहाँ चाहिँ तान लास्ट गाह्रो हुन्छ। हिजो त म फेरि झापाबाट लगभग 12 घन्टा राइड हानेर आएको, अनि यता आएको थिएँ ब्रेक चुइँ गरेर, अनि एकजना हाम्रो अङ्कललाई पनि चढाएको थिएँ नतानेर भने, अनि अङ्कल यो बाटोमा हिँड्दै जानुभयो। हेर्नुहोस् कत्रो पावर खान्छ। आज चाहिँ मजाले तानिरहेको छ, हिजो त राम तातेर पनि होला, नतानेर बिल्लै भने झन्डै। अब आउँछ कालो गाई, झन्डै लडी पठायो नि गाई। फेरि अब पछाडि चिप्लिन्छ गाडी त। अब यतिखेर तानेन भने चाहिँ के गर्ने नि, आफू उत्रिने, अनि आफू उत्रिने यसरी घिसार्न पर्छ। चक्क कत्रो स्लिप भइरहेछ। उकालोको त नि वाइल्ड दामी छ नि उकालो गाई। यस्तोमा चक्क अड्किदिन्छ, खुट्टा टेक्दै जानुपर्ने हुन्छ। सो तपाईँहरूलाई भ्लग कस्तो हुँदैछ हेरेर है मजा आइरहेछ भने यस्तो चाहिँ फस्यो भने हो, देख्नुभयो उकालो। मैले यस्तो थाहा थिएन कि यस्तो उकालो हुन्छ भन्ने कुरा, अनि त कहाँ होइन। यस्तो उकालो हुन्छ भने मलाई थाहा नै थिएन यार। अब दुईले नि तानेन। अब घर चाहिँ जाँदाखेरि घर फर्किँदा यही बाटो मैले फर्किने। भिरबाट फुत्त झर्दै हुँदैन बाइक, कस्तो हुन्छ बोल्न पनि राम्रो, के बोल्नु के अगाडि बाइक हेर्दै कुदाउनु न। अब दुईले तानेन एकले तान्छ। हो यस्तै बाटोले अप्ठ्यारो हुन्छ। बाटो बनाउने पैसा सब खाएका छन्, बाटो यस्तो गरिदिएका छन्। अनि जेन्जीहरूले घर नजलाएर के जलाउनु पर्ने, अगरबत्ती। अब चाहिँ अलि ढुङ्गा छैन, ढुङ्गा होइन नि हो, ढुङ्गा त ढुङ्गै हो नि, तर नचिप्लिने खालको ढुङ्गा। भरे फर्किँदा यही बाटो फर्किनु पर्ने हुन्छ। बाइक त ढुक्को म अस्ति झापाबाट हो यस्तो गर्दै आएको के गाई। जस मलाई राइडिङको चाहिँ एकदमै मजा लिनु मन थियो, अफ रोडिङहरू गर्नलाई होइन। त्यो सब भोग्यो, एक्सपिरियन्स भयो यति भए पनि। पछि अब हामीले होइन मैले डट बाइक नकिने चाहिँ नहोला जस्तो छ। बाटो हेर्न सक्नुहुन्छ यी बट्टादेखि कि क्या आफ्नै बाइक बिग्रिन्छ फेरि। खन्द्राङ गर्न थाल्यो क्या पछाडि। फेरि आम्बो सोल्टी बाटो त नि के भन्ने। त्यो चाहिँ चलाउने बानी नभएर होला,
तान्छ तर एकमा तान्छ। हामीले अघि भनेको गाउँ चाहिँ यही हो। हामी उता कुन चाहिँ पल्लो डाँडाबाट आयौँ पनि थाहा छैन। हामी जानुपर्ने गाउँ चाहिँ यही हो। सो सबैलाई ल ह्याप्पी तिहार भन्दै मैले भ्लगिङ अफ गर्न चाहेँ। हस् धन्यवाद। अब यसो अलिकति बोनस हेरिदिनु होला।